हेलो हेलो नमस्ते ओचकार समादेश। म पनि सन्चै छु अनि तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु। सानो मेरो मिनी भ्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। अनि आजको डे चाहिँ मेरो एकदमै स्पेसल रहनेछ। मेरो स्पेसल डे सँगसँगै तपाईँहरू पनि स्पेसल भिडियो हेर्न चाहिँ नछुटाउनु होला। अन्तिमसम्म भिडियो हेरेर कमेन्ट गर्नु होला। आज चाहिँ म बिहानै उठेर म बसेको ठाउँबाट चाहिँ 3 घण्टा जति लाग्ने ठाउँ माउन्ट ओमुरो सिजुओकामा रहेको छ। यो ठाउँ चाहिँ एकदमै गर्मी समयमा जानलाई चाहिँ एकदमै बेस्ट हुने रहेछ। म चाहिँ बिहान उठिसकेपछि चाहिँ गाडी निकालेर यहाँ जाने प्लान गरेर निक्लिहालेँ। अनि एकदमै नेपाली गीत लाएर हैन फाइनली म चाहिँ ढिलो गएको थिएँ। तपाईहरु चाहिँ अलि टाइममा जानुभयो भने चाहिँ एकदमै बेस्ट हुन्छ हैन। अनि यहाँ गइसकेपछि चाहिँ टिकट काट्नको लागि लाइन लगाएर बस्नु पर्दो रहेछ। पर पर्सन चाहिँ जम्मा 1000 रुपैयाँ रहेछ हैन। अनि यस्तो बवाल छ कि तपाईहरुलाई त्यो सिटमा बसिसकेपछि यस्तो रमाइलो आउँछ कि तपाईहरु चाहिँ कपल हुनुहुन्छ हैन अनि यो ठाउँ जान लाग्नु भएको छ भने नि डेट स्पोट चाहिँ बवालै हुन्छ है त। यहाँ माथिबाट देखिने भ्यू चाहिँ एकदमै बवाल छ कि हैन। अनि तपाईहरु चाहिँ गाडीमा जानु आफ्नो गाडी लिएर जानु भयो भने चाहिँ एकदमै रमाइलो हुन्छ। म चाहिँ के सजेस्ट गर्छु भने तपाईहरु चाहिँ बिहान चाहिँ छिटै निस्किनु होला। यहाँ चाहिँ 5 बजे चाहिँ टोटली क्लोज हुने रहेछ। त्यही भएर तपाईहरु चाहिँ टाइममा जानु भयो भने चाहिँ एकदमै राम्रो हुन्छ। अनि तपाईहरु चाहिँ यो ठाउँ जानु भन्दा अगाडि चाहिँ त्यहाँको वेदर हेरेर जानु होला। वेदर हेरेर जानु भयो भने चाहिँ त्यहाँको भ्यूहरु चाहिँ बवालै आउँछ हैन। एकदमै रमाइलो लाग्यो मलाई चाहिँ हैन। अनि मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। संसार भ्लग्सलाई चाहिँ जापानका विभिन्न ज्ञानमूलक विभिन्न कुराहरू अपडेट हुनको लागि चाहिँ पक्कै पनि सब्स्क्राइब गर्नु होला। अनि एउटा मिठो आफ्नो कमेन्ट पनि छोड्नु होला। आजको दिन चाहिँ मेरो एकदमै स्पेशल रह्यो किनभने यस्तो बवाल ठाउँ मलाई चाहिँ आफ्नै घरमा आफ्नै नेपालमा भए जस्तो फिल आयो हैन। एकदम रमाइलो भयो। अनि मलाई ड्राइभ गर्न पनि एकदमै मजा लाग्छ। बच्चैदेखि हैन ड्राइभ गर्नलाई चाहिँ लास्टै रमाइलो लाग्छ कि मलाई चाहिँ हैन। अनि तपाईहरु चाहिँ यस्तै ठाउँहरु घुम्न हैन एक्सप्लोर गर्नको लागि चाहिँ के पनि मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्नु होला। अर्को देशमा भए पनि अब जापानको कुराहरु चाहिँ हामीले धेरै कुरा सिक्नु छ। लाइफमा पनि यो हुन्छ। त्यही भएर आफूले जानेको कुरा चाहिँ शेयर गर्नु होला। पोजिटिभ रहनु होला। पोजिटिभ रहनु भयो भने पक्कै पनि एक दिन उठ्दै आउनेछ। आशा गरौँ तपाईको दिन राम्रो रहोस्। सबैजनालाई माया छ अनि तपाईहरुले पनि माया दिनुहोला भन्दै मलाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला। तपाईको एउटा मायाले भिडियो हेरेर बस्छ अनि मेरो खुसी आउन सक्छ। राम्रो अरू धन्यवाद सबैजनालाई धेरै धेरै माया।